काम गरिराख्नु भएको थियो यहीँ आँगनमै बाबा मम्मी सँगै। अनि म उता होमवर्क लेख्ने भनेर पसल गएर आएर बाबासँग कति रमाइलो गऱ्यौँ। अनि रमाइलो गरिसकेपछि अनि रमाइलो भयो थियो। अनि त्यसपछि अनि हामी सबैजना माथि गयौँ। माथि गएर माथि सुत्ने भनेको अनि माथि घरको सबैजना सुत्नु भएछ। अनि फेरि पछि मम्मीले भयो म पनि बिरामी भयो अनि तलै गएर आफ्नै घर सुत्ने भन्नुभयो मम्मीले। अनि बाबा माथि बसेर भाउजूसँग बोल्नु भयो। अनि खोइ मलाई त्यो दिन थाहा भएन। म घरमा आएँ अनि प्रार्थना गरेर अनि सुतेँ म। अनि सुतेपछि बहिनी नि मैले सुत भनेको बहिनी नि सुतिछ। अनि त्यसपछि त खै थाहा भएन। त्यसपछि बहिनी सुतेपछि सुतेकै गएछ। यहाँ एउटा तल एउटा माथि दुईवटा ठाउँ घरमा होइन? तिमीहरू दिदीबहिनी चाहिँ माथि सुत्यो, बाबा आमा चाहिँ तल। हजुर त्यो दिन माथि सुत्ने भने चाहिँ कता किन पानी परेको माथि जाने भने कि कहिले काहीँ त्यता सुत्थ्यौ तिमीहरू? माथि नै सुत्थ्यौँ। बाबा मम्मी चाहिँ सधैँ तल सुत्नुहुन्थ्यो, म र बहिनी चाहिँ माथि सुत्थ्यौँ। तिमीहरू दुईजना चाहिँ माथि? त्यो दिन चाहिँ हामी सबैजना माथि गएको थियौँ। माथि जाने भनेको फेरि पछाडि सबैजना बाबाले सबैजना सुतिसक्यो भयो तलै हिँड तलै घरै गएर सुताउनु भन्नुभयो। अनि घरै आएर सुत्यौँ। बाबा खै 11 बजीतिर आउनुभएको थियो होला। घरमा आएर उता भाउजूसँग बोल्नुभएको थियो। अनि घरमा आएर अनि सुत्नु भएछ। अनि मम्मीले बाबा त मरिसके भन्नुभएको थियो मलाई। भाँचीको रहेछ। अनि त्यसपछि अनि मलाई लागिसकेको थियो अब मैले बाबा भन्न पाउँदिनँ होला। तर कता कता आश पनि थियो बाबाले एकचोटि बाबा जिउँदै उठ्नुहुन्छ होला आइसीमा राखेपछि भोलितिर पर्सितिर बाबाको होस आउँछ होला जस्तो लाग्थ्यो। तर त्यो सम्भव भएन।